जुन बिहान स्वागत गर्नुभयो त्यसले गर्दा मलाई त यो मतगणनाको बेलामा के हुन्छ भन्ने कुराको अन्दाज गर्ने मन लाग्यो। त्यसमाथि यो क्षेत्रमा तपाईँहरूले एउटा यस्तो जसको उपस्थिति यसपल्ट सङ्घीय संसदमा हुनेछ। तपाईँहरूले आफ्नो लागि आफ्नो आफैले मानव जस्तो व्यक्ति हुनुहुन्छ। मलाई गर्व लागेको छ साथीसँग विश्वास छ तपाईँहरूले आउने निर्वाचन सभा होइन सरकार कार्यक्रम भएको हुनाले भोट माग्न आउनु त बाँकी नै छ। यहाँले त्योभन्दा अगाडि यो अग्रिम बुकिङ कतिको खुल्ला रहेछ यहाँ माधवजीको हेर्न आएको सबजना तयार भयो जस्तो मलाई लाग्यो। अब आउने निर्वाचनमा यहाँ चाहिँ फेरि प्रयोग गर्नुपर्नेछ। इतिहास रच्नुपर्ने बेला हो यो। सामान्य निर्वाचन होइन, निर्वाचन सधैँ हुन्छ, 4-5 वर्षमा आउँछ। तर यसपटक मुलुकले आफ्नो भाग्य र भविष्य बदल्ने सोच बनाएको छ। यसैभरि आएको लहर आएको लहरमा तपाईँ देख्नु भएको छ। त्योसँगै हामीले केवल निर्वाचन लड्न मात्र होइन, योग्य उम्मेदवारहरू छानेर अगाडि ल्याएका छौँ। र माधवजी यस्तो व्यक्ति हुनुहुन्छ जसलाई तपाईँले देख्दै आउनुभएको छ। नागरिकहरूको सेवामा उहाँले 2 दशकभन्दा बढी समय बिताइसक्नु भएको छ र मलाई विश्वास छ अब तपाईँहरूलाई काम लाग्ने कानुन निर्माण गर्ने बिच सर्वोच्च थलोमा एउटा योग्य